ओए कहाँ छ खाना भयो क्या खाना ल्या भोक लागेको छ मैले त्यो खाना दिउँ खानाले त कि सगालो दारु बासा दार खाइकन आउन पर्यो माग्दै आयो नन्ने रानी खाऊ भनिकन आएन अहिले मासु लिउँ जाऊ भनेर गाँठालो रुपेन यही खुट्टा लेखिन आयो ल खा खुट्टा ओइ मेरो बाउ के हात दुख्छ भने त्यसो म त्यहाँ आयो माग्दै खाउँ भनिकन माइत आउनु अझ तँ पनि त्यसै अड्दो कहाँ जाने आयो भने माइत त्यसै पहिले त्यसै के नत्र लाग्यो भने भने तू किन भरे मान्छे किन त लागि त्यसो दिदी बिना हजुर पनि आयो आज ठिक छ हजुर ठिक छ आजदेखि प्रभु म चेताशील भयो आजदेखि म दारू खानेन तास खेल्दैन भाग्नु खानेन कहीँ जानेन आजदेखि मेरो बालबच्चा तडप्यो मेरा ती बिना जो आएका आउना पाहुनालाई 13 दिनमा पनि सुगोबित मेरा बालबच्चालाई खान पाएन आजदेखि म हे प्रभु म सुध्रे आजदेखि सबैले सुध्रनु होला हजुर न म पनि आजदेखि सुध्रे आजदेखि यसो गर्न आइन त गर्ने छैन म आजदेखि